घर जाने हो। अनि अब फोटो हान्न जान भनिरहेको थियो होइन। उसलाई छिटो अब निस्किन भनेको यार म आफै ढिलो भइसक्यो के जस्तो लागिरहेछ। चाहिँ धेरै नै क्लियर नै छ। पानी परेर हो कि केले होइन, तर त्यो भिडियो चाहिँ बवाल आइरहेछ है गाइस। यहाँ टर्निङ छ, भिडियो चाहिँ राम्रो आइरहेछ, क्लियर भ्यू छ होइन। राम्रै आइरहेछ। अलिक कुकुरहरू छन्, त्यो कुकुरहरू लखाट्छन् यार। कन्ट्रोलिङ चाहिँ दामी गर्दा अहिले हामीलाई खै मासला केले लाग्यो यार। यता जान छ होइन। होइन गाइस, हिजो बाइकले 3000 अहिले त यता बाटो पिच बनेर रहेछ यार, मस्त। पहिला खटलाङ गर्दैमा यही बाटोमा है, अहिले त दामी नयाँ पिच हो। यो कुदाउन चाहिँ मजै आउँछ। सो गाइस, यो हाम्रो अब लाली कम्पनीनिर आइसक्यो। बस गाइस अहिले छुट्टी भएको हो कि अब अगाडि यत्रो ट्रक आइदियो यार, कसरी जाने होला यार पारी। बाबुले कस्तो कुदाएको के मासम यस्तो बाटोमा नि यार। यस्तो बाटो अगाडिदेखि के आइरहेको छ यार। तर केटोले जे होस् बाइक चाहिँ कुदाउँछ के। कुनै हिलो बाटो छ है, छ्याप्यौ कि भनेर केमा पुरा पुसेर बसेछ। अहिले हामी अब उता भलुवाडी प्लटिङ दिन जान लागेको है, फोटो खिच्न। यहाँ अलि राम्रो आएन हो कि के हो। ओए रन्डा, अलि बिस्तारै चलान रे, पानीमा छ्याप्दै हिँडिरहेछ यार। को कुन बेला कुन आइदिन्छ हो न। बाबुले डेन्जर कुदाइरहेछ है। अहिले हामी अब प्लटिङनिर आउन कहाँनिर बस्ने बाबु? यसो बाइकलाई रन्काउन पर्यो होइन गाइस। माया जाउँ के भयो? होइन के, अब कहिले त पानी पसेर नि होला क्या।
त्यो हुन्छ के जाम यार मेरो बाइकमा अलिकति पिकअप चाहिँ डेट छैन यार के भएको हो यार यहाँको बाटो अलिकति खराब छ यार हिलो हिलो हिलोमा कति हिलो यार यहाँ बाटो पनि धान रोप्दै हुन्छ होला यार यस्तो बाटो छ अनि रोड आइयो होइन गाइज यही हो हाम्रो सेमराको भाइरल रोड आइ के भएको यार ओ बाबुले दौडायो बवाल छ यार मजा आयो बवाल ल